नमस्ते, स्वागत छ। आज हामी एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, स्वास्थ्यसँग जोडिएका जटिल तथ्याङ्कहरूलाई कसरी सरल, सबैले बुझ्ने र नैतिक तरिकाले प्रस्तुत गर्न सकिन्छ। आउनुहोस्, यसमा अलि गहिरिएर हेरौँ। ल सुरुमै यो स्लाइड हेरौँ त कस्तो लाग्यो। आँखा तिर्मिरायो होला हैन? यति धेरै शब्द, टेक्निकल भाषा केही बुझिएन जस्तो लाग्यो भने त्यो स्वाभाविक हो। वास्तवमा यो स्लाइड जानी यस्तै बनाइएको हो किनकि आज हामीले समाधान खोज्न लागेको समस्या ठ्याक्कै यही हो। अघिल्लो स्लाइड हेर्दा जुनै किसिमको बोझ महसुस भयो नि, त्यही नै हाम्रो आजको छलफलको सुरुवात हो। अब हामी स्वास्थ्य सञ्चारमा बारम्बार देखिने यस्तै समस्याहरूको पहिचान वा भनौँ न निदान गर्दैछौँ। यो अवस्थालाई स्लाइड फटिग भनिन्छ। यो भनेको के हो भने जब एकैचोटि धेरै जानकारी, त्यो पनि अव्यवस्थित तरिकाले आउँछ, हाम्रो दिमागले नै अब सक्दिन भन्छ। अनि त्यसपछि के हुन्छ? भन्न खोजिएको मुख्य स्वास्थ्य सन्देश नै हराएर जान्छ। ल समस्याको निदान त भयो, अब उपचारतिर लागौँ होइन त? एउटा दमदार स्वास्थ्य प्रस्तुति कसरी बनाउने त? यसको लागि एउटा यस्तो संरचनाको कुरा गरौँ जुन खास गरी स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूका लागि एकदमै परिचित छ। यसलाई मेडिकल कन्सल्टेसन जस्तै सोच्न सकिन्छ। जसरी डाक्टरले पहिले बिरामीको मुख्य समस्या के हो भनेर सोध्नुहुन्छ, त्यसपछि जाँच गरेर प्रमाणहरू हेर्नुहुन्छ र अन्त्यमा उपचारको योजना बनाउनुहुन्छ। हो, ठ्याक्कै त्यस्तै। प्रस्तुतिमा पनि पहिले समस्या बताउने, त्यसपछि प्रमाण र विश्लेषण देखाउने अनि अन्त्यमा समाधान के हो भनेर प्रस्ताव गर्ने। तर याद राख्नुपर्ने कुरा के हो भने स्लाइड बनाउनु अघि तयारी सबैभन्दा महत्त्वपूर्ण छ। हामीले कसलाई सुनाउँदैछौँ, हाम्रो उद्देश्य के हो र हामी के नतिजा चाहन्छौँ, यी कुराहरूमा स्पष्ट हुनुपर्छ। अनि मात्र हाम्रो कथाले सही बाटो लिन्छ। अनि हो, तथ्याङ्कलाई केवल नम्बरको रूपमा नभई मानिससँग जोडेर देखाउन र सधैँ नैतिक पक्षलाई ध्यानमा राख्न चाहिँ कहिल्यै भुल्नु हुँदैन। ल कथाको संरचना त बन्यो, अब त्यसलाई कसरी आकर्षक तरिकाले देखाउने त? हो, यहीँनिर आउँछ आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआईको भूमिका। एआईले साँच्चै नै धेरै कुरा बदलिदिएको छ, तर यसका आफ्नै चुनौती र जटिलताहरू पनि छन्। बुझ्नुपर्ने कुरा के हो भने एआईले सबै कुराको ठाउँ लिन्छ भन्ने होइन, दुवैको आफ्नो महत्त्व छ। जस्तै एकदमै सूक्ष्म र सही जानकारी चाहिने ठाउँ, भनौँ न कुनै शल्यक्रियाको गाइड, त्यहाँ परम्परागत चित्रण नै चाहिन्छ। तर सामाजिक सञ्जालमा मान्छेको ध्यान खिच्ने खालको छिट्टै बुझ्ने कन्सेप्ट बनाउनु छ भने एआई एकदमै काम लाग्छ। मतलब कुन औजार कहाँ प्रयोग गर्ने भन्ने कुरा हाम्रो लक्ष्यमा भर पर्छ। एआईको सबैभन्दा ठूलो फाइदा भनेकै यसको गति हो। यसले छिनभरमै नयाँ आइडियाहरू दिन सक्छ। तर यसको एउटा ठूलो खतरा पनि छ। यसले कहिलेकाहीँ तथ्यगत रूपमा गलत वा काल्पनिक शरीर रचना जस्ता अजीब तस्बिरहरू बनाइदिन सक्छ। हो, यही कारणले गर्दा मान्छेको निगरानी र गुणस्तर जाँच एकदमै जरुरी हुन्छ। एक अनुसन्धानले यही खतराले औँल्याएको छ। हेर्नुस् त, एआईले बनाएका तस्बिरहरू हेर्दा त एकदमै पत्यारिलो लाग्न सक्छन्, तर ती वैज्ञानिक रूपमा गलत वा भ्रामक हुन सक्छन्। यसले गर्दा मानिसहरूले गलत कुरालाई नै साँचो मान्ने जोखिम हुन्छ। यो समस्या कति गहिरो छ भन्ने कुरा यो एउटा उदाहरणले छर्लङ्ग पार्छ। जब चर्चित एआई मोडलहरूलाई सोरायसिस भएको छालाको 200वटा तस्बिर बनाउन लगाइयो, के अनुमान लगाउन सक्नुहुन्छ गाढा रङको छालामा सोरायसिस भएको कतिवटा तस्बिर बन्यो होलान्? जम्मा एउटा। हो, 200मा जम्मा 1। र यो चार्टले त त्यो खाडललाई झनै स्पष्ट पार्छ। एकातिर अमेरिकाको वास्तविक जनसङ्ख्या छ, अर्कोतिर एआईले बनाएका तस्बिरहरू। हेर्नुहोस् त, जनसङ्ख्यामा 13% भन्दा बढी गाढा छाला भएका मानिसहरू छन्, तर एआईले बनाएका तस्बिरहरूमा उनीहरूको प्रतिनिधित्व जम्मा 1% मात्रै छ। यो त ठूलो असमानता भयो नि, होइन र? यो कुरा केवल तस्बिरमा मात्रै सीमित छैन, यसको असर वास्तविक जीवनमा पर्छ। अमेरिकाको सीडीसीले भनेझैँ एआईको यस्तो गलत प्रयोगले स्वास्थ्य क्षेत्रमा रहेको असमानतालाई झनै बढाउन सक्छ र जो पहिले नै सामाजिक र आर्थिक रूपमा पछाडि छन् उनीहरूलाई झन धेरै हानि पुग्न सक्छ। ल, यति धेरै समस्या र चुनौतीको कुरा गरिसकेपछि अब समाधानतिर लागौँ। केही व्यावहारिक उपायहरू छन् जसलाई हामी अपनाउन सक्छौँ। यो सबै समस्याको जडलाई एल्गोरिदमिक बायस भनिन्छ। सरल भाषामा भन्दा यो कम्प्युटर सिस्टममा हुने एउटा यस्तो प्रणालीगत गल्ती हो जसले कुनै एउटा समूहलाई अर्कोभन्दा बढी प्राथमिकता दिन्छ र जब यो स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा हुन्छ यसले ठूलो हानि पुर्याउन सक्छ।
त्यसो भए यसको उपचार के त? पहिलो, एआईलाई तालिम दिने डेटामा नै विविधता ल्याउनु पर्यो। दोस्रो, एआईलाई निर्देशन दिँदा नै वास्तविक जनसङ्ख्याको तथ्याङ्क समावेश गर्नु पर्यो। अनि सबैभन्दा महत्त्वपूर्ण, एआई डिजाइन गर्दा समुदाय र बिरामीहरूलाई नै सामेल गराउने, मान्छेले अन्तिम जाँच गर्ने र एआई प्रयोग गरिएको छ भनेर खुलस्त बताउने। जिम्मेवार सञ्चारको अर्को एउटा पाटो भनेको सबैको पहुँच सुनिश्चित गर्नु हो। यसका लागि यी 4 सिद्धान्तहरू छन्, जसलाई POUR भनिन्छ। मतलब, जानकारी सबैले देख्न वा महसुस गर्न सक्ने हुनु पर्यो, सबैले चलाउन सक्ने हुनु पर्यो, सबैले बुझ्ने हुनु पर्यो र विभिन्न प्रविधिमा चल्न सक्ने बलियो हुनु पर्यो। यो एउटा चेकलिस्ट जस्तै हो, जसले हाम्रो सामग्री सबैका लागि हो भनेर सुनिश्चित गर्छ। अब हामी लगभग अन्त्यमा आइपुगेका छौं। अहिलेसम्मका कुराहरूलाई सारमा हेरौं र स्वास्थ्य सञ्चारको भविष्य कस्तो होला भनेर सोचौं। हेर्नुहोस्, स्वास्थ्य सञ्चारको भविष्य भनेको मानवीय संवेदना र मसिनको क्षमता बीचको सन्तुलनमा टिकेको छ। प्रविधि आखिर एउटा औजार मात्रै हो। हाम्रो अन्तिम लक्ष्य तथ्याङ्क देखाउनु मात्र होइन, बरु मानिसहरूलाई आफ्नो र अरूको जीवन बचाउने निर्णय लिनका लागि आवश्यक स्पष्टता र शक्ति दिनु हो। र जाँदा जाँदै एउटा प्रश्न छोडेर जान चाहन्छु। प्रविधि दिन प्रतिदिन झन्झन शक्तिशाली बन्दैछ। यस्तोमा हामीले यो कसरी सुनिश्चित गर्ने कि यसले हाम्रा गल्तीहरूलाई होइन, बरु हाम्रो मानवीय संवेदना र करुणालाई अझै बढावा दियोस्? यो प्रश्नमाथि विचार गर्न जरुरी छ।